यस्तो जारको पानी कसरी खान्छ होला मान्छेले भन्नु त यस्तो छ यो जार हेर्नु न यो हेर्नु त यहाँ हेर्नु न पैसा कुचुको मात्रै होइन यसको पछाडि हेर्नु कि उड्या छ क्या यो हेर्नु त यहाँ हेर्नु न हेर्नु यो डबल यो निस्किसकेको छ क्या यसको यहाँको को हुन्छ बहिनी तपाईँ आउनु को हुन्छ यस्तो यस्तो कति पानी चुहिरहेको छ क्या यहाँ पुवाल परेको छ हेर्नु त यो कहाँबाट ल्याउनु भयो तपाईँले यो पानी हजुर यस्तो यस्तो पानी बेच्नु हुँदैन नि बहिनी तपाईँले लिँदाखेरि तपाईँले मजाले तपाईँले के गर्नु थाहा राम्रो क्लियर सफा भएको जार नचुहिएको अनि यो यस्तो यस्तो हेर्नु त यहाँ यो कस्तो भइरहेको छ यो हेरेर मात्रै लिनु होला तपाईँहरूको अधिकार त्यो हो यो पानी हेर्नु त यहाँ आउँदा एकजना आउँदा आउने एकजना यो पानी नै उ गरेर बेचेको यो यहीँ भरेर बेचे हो कि अब यो पानी यस्तो यस्तो लिने होइन नि तपाईँहरूले हेर्नु त यो यस्तो लिने होइन तपाईँहरू यस्तो जार लिने होइन नि तपाईँहरूले त्यसलाई के भन्नु पऱ्यो भने हामीलाई एकदम क्लियर सफा खालको जार चाहियो भने यस्तो खालको लिने होइन नि यो त यो एक्सपायर भइसक्यो जार यसबाट पानी यसरी पानी खाने हेर्नु त हेर्नु यहाँ हेर्न आउनु त यहाँ आउँछ त हेर्न आउनुहोस् आउने यहाँ आउँछ आउनु न एकजना आउनुहोस् आउनुहोस् न यहाँ आउनु यहाँ हेर्न आउनुहोस् न पानी कस्तो यहाँ पानी चुहिरहेको छ पहिलो कुरो त है यो पानी चुहिरहेको छ है यहीँबाट चुहिएको पानी हो यहीँबाट चुहिएको पानी कसरी खान्छ ग्राहकले भन्नु त हेर्नु त यहाँ कच्याक कुचुक भएको यो यस्तो जार लिने नै यो त फालिदिने यसरी फालिदिने हो यो जार त यसरी फालिदिने हो यो त यो पानी उसबाटै भरेर हजुर यो पानी खुवाउनु हुँदैन नि ग्राहकलाई तपाईँले हेर्नु त यहाँ भोरी पनि छैन यो पानी चाहिँ माथि यो पानी फालिदिनु होला है यो खानु खुवाउनु लायकको छैन यो पानी यस्तो हेर्नु त यो कलरै खुइदिइसकेको छ कलर यो हेर्नु है यो धुलो होइन यो कलर खुइदिइसकेको छ यो यस्तो लिने होइन तपाईँले यो कुन कम्पनीको हो के कम्पनी हो अक्वा के हो यो ग्यागा हो कि स्यागा हो कि ग्यागा लेखेको छ सुन्नुहोस् त दिदी सुन्नुहोस् त तपाईँले यो कम्पनीको मान्छेलाई हामीलाई नयाँ जार चाहियो नत्र हामी पानी लिँदैनौँ भनेर भन्नुहोस् पकाइजानु मेरो फोन नम्बर टिपेर राख्नुहोस् कम्पनीको मान्छेलाई पनि मैले भन्छु होइन तर हेर्नु त यस्तो यस्तो पानी त्यो एउटा गिलास ल्याउँदै न हेरौँ कस्तो रहेछ हेरौँ गिलास ल्याउनु त बहिनी यस्तो तरिकाको हुँदैन नि यो आउनुहोस् त एकजना आउनुहोस् पानी गिलास लिएर आउनुहोस् न अब उहाँहरूलाई मतलब छैन तपाईँहरूले हजुरको लागि आएको हो कि म त्यसरी नआउनुहोस् न तपाईँलाई नराम्रो भनेको छु तपाईँले यो पानी खान लायकको छैन हेर्नु यहाँ चुहिएर यो पनि चुहिया हो कि जस्तो लाग्छ मलाई त बाबै ल हेर्नु यहाँ फुट्या छ हेर्नु न यो यस्तो जार पनि हुन्छ त ल हेर्नुहोस् यहाँ यस्तो जार नै हुन्छ त हेर्नु त यहाँ फुट्या छ क्या हेर्नु नि यहाँ यो निस्किया छ यो यसको यो हेर्नुहोस् त यो पानी कस्तो छ हेर्नुहोस् त एकपल्ट यो पानी खानु लागेको छ छैन हेर्नुहोस् त यो हुँदैन हेर्नुहोस् है यो पानी यो जारहरू तपाईँले चेन्ज गरेर लाउनुहोस् है तपाईँको अधिकार छ त्यो मलाई सफा मलाई कति हेर्नु त यस्तो फुटेको यस्तो फुटेको त्यस्तो लिने होइन कसैसँग नलिनुहोस् त्यस्तो तपाईँले हेर्दाखेरि पनि मलाई यस्तो खालको चाहियो भनेर तपाईँले भन्नु पऱ्यो सफाको चाहियो भनेर है यो पानीमा नखाउनुहोस् है किनभने यो अलरेडी चुहिरहेको छ यहीँ है यहाँ चुहिरहेको तपाईँले यति मैले मजा लाग्यो मैले आउँदा बाटोमा देखिहालेँ यो पनि फुटिया छ है यस्तो लिने होइन यो डेट एक्सपायर भएको ल कस्तो यो कम्पनी त एक नम्बरको लुट रहेछ कम्पनी हेर्नु त कहाँ हेर्नु त यो के हो अक्वा त्यो गगन अक्वा गगन यो कहाँ बनेको हो यो कहाँ बनेको थाहा छैन है यो डेट एक्सपायर बुढा निलकण्ठको यिनीहरूको यो पुरानो हेर्नु यहाँ स्टिकर अर्को पनि छ है यहाँ ल हेर्नु त यस्तो ठगहरू यो पुरानो उकाएर फालेर यो टाँसिया जस्तो लाग्यो कि मलाई डेट एक्सपायर भएको पानी हो कि जस्तो लाग्यो है अनि त्यसपछि गरी यस्तो छ यो यस्तो यो डबल निस्किसकेको छ यो चेन्ज गर्नुपर्छ तपाईँहरूले है यो हामीले हाम्रो लागि भनेर तपाईँहरूको हस्पिटलको लागि प्लस ग्राहकहरूको हस्पिटलको लागि भने तपाईँहरू के गरेको कसो हो त्यसको लागि तपाईँलाई धन्यवाद छ तपाईँले भोलि नै यो त चेन्ज गर्न लगाउनुहोस् है यस्तो तरिकाले हुँदैन यो पानी फालिदिनुहोस् नखानुहोस् है उ त्यो रुख बिरुवा
बरु यो खाएर झाड पखाला लाग्नु भन्दाखेरि यो चेतनाको लागि बनाएको है भाइ ओ भाइ बुझ्यौ है त ल हस् है त ल फाल्नु है यो पानी खास फाल्दैकै राम्रो के